हेलो एभ्रिवान, नमस्ते, जय मसी सम्पूर्णलाई। फेरि पनि मेरो सर्ट भिडियोमा हजुर सबैजना स्वागत छ। यहाँ चाहिँ म गुन्द्रुकको अचार बनाउँदैछु साथीहरू। र चाहिँ मैले भटमास बेलुकी नै भिजाएर राखेको थिएँ अनि भटमासलाई मैले फ्राई गर्दैछु। अनि भटमास मजाले फ्राई भइसकेपछि मैले बदाम पनि फ्राई गरेँ होइन। बदामलाई पनि मैले मजाले फ्राई गरिदिँदैछु। अनि बदाम फ्राई गरेपछि म तेल पनि फ्राई गरिदिएँ। अनि तेल फ्राई भइसकेपछि मैले चाहिँ फेरि गुन्द्रुक पनि मैले फ्राई गरिदिएँ। अनि यहाँनिर मैले गुन्द्रुक सबै हालिकन चाहिँ खुर्सानीको धुलो अनि आमचुर पाउडर नुन है सबै हालेर चाहिँ मैले यहाँनिर चाहिँ मिक्स गरिदिँदैछु। यहाँ हेर्नुहोस् होला है, यो चाहिँ एकदमै मिठो भएको थियो गुन्द्रुकको अचार चाहिँ। यो चाहिँ मेरो होमस्टेको अर्डर हो है, यो गुन्द्रुकको अचार चाहिँ। यो चाहिँ मजाले मैले फेटिदिँदैछु साथीहरू, हेर्नुहोस् होला है। यो चाहिँ सबै कुरा हालेर चाहिँ मजाले फेट्नुपर्छ र यो चाहिँ एकदमै मिठो हुन्छ अचार चाहिँ है। हेर्नु सक्नुहुन्छ तपाईँ सबैजनाले। यो चाहिँ मेरो होमस्टेमा अर्डर गरेको थियो र चाहिँ होमस्टेको लागि चाहिँ मैले बनाएको अचार हो र चाहिँ मैले सबै अचार चाहिँ प्याकेटिङ गरेँ है। प्याकेटिङ गर्दाखेरि चाहिँ यो चाहिँ मेरो ग्रुपको नाममा चाहिँ मेरो मात्रै हो, तर यो चाहिँ ग्रुपको नाम छ, कसै चाहिँ ग्रुपको छ र चाहिँ मेरै मात्रै हो यो अचार चाहिँ। र चाहिँ मैले 100 ग्रामको चाहिँ यहाँनिर मैले हालेको छु। यो सबै प्याकिङहरू भइसकेको छ।